नमस्ते, म हो ग्रान्ड मास्टर निरज मगर। एकजना ग्रान्ड मास्टर ट्रेनर भन्ने महिलाले चाहिँ मेरो लगायत विभिन्न मानिसहरूको फोटो उठाएर फेक आइडीहरू बनाउने र त्यसको दुरुपयोग गरिरहेको थियो र त्यसको लागि चाहिँ मैले केही दिन अगाडि अवेरनेसको लागि भिडियो बनाएको थियो र त्यो व्यक्तिले अहिले मेसेज गरेको रहेछ, तपाईलाई अलिकति पनि भगवानको डर छैन, टिकटकमा कस्तो कस्तो बोलेर हाल्नुहुन्छ, के हो कुरो भनेर चाहिँ यहाँ लेखेको रहेछ हैन। भगवानको अलिकति पनि डर छैन, किन भन्दाखेरि सत्यतामा बसेर काम गर्दा न भगवान न कुनै पनि मानिसको डर लिनु पर्दैन हैन। र यो सब हरकत किन गरेको रहेछ भन्दाखेरि चाहिँ फेक आइडी बनाउने, विभिन्न मानिसहरूलाई चाहिँ विभिन्न खालको कुराहरू गर्ने, एउटा व्यक्तिले एउटा कुरा र अर्को व्यक्तिले अर्को कुरा किन गर्दो रहेछ भन्दाखेरि चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा रहेछ। पहिला गाउँमा चाहिँ काण्ड गरेको रहेछ हैन। त्यो काण्ड गरिसकेपछि आफ्नो बुढाले रडले टाउको फुट्ने गरी दिएछ र त्यसपछि चाहिँ उसको ब्रेनको तार छिने जस्तो छ सायद हैन। त्यो कारणले गर्दाखेरि चाहिँ अर्कै मान्छेलाई बुढा भनिदिने हैन, अनि बेकारमा तपाईको अरु कुराहरू गरिदिने र फ्रीमा सिकाइदिन्छ भन्ने, फेरि एउटालाई अर्को कुरा गर्ने, यस्तो खालको बिहेभियर गरेको रहेछ भन्ने कुरा चाहिँ जानकारी पाएको छ। र अर्को कुरा के छ भन्दाखेरि मसँग जो बिचकेर तपाई महान गुरु भनेर त्यहाँनिर गएको छ नि केटाहरू, अब तिमीहरूले चाहिँ के गर्दै भन्दाखेरि तिमीहरूको गुरुको चाहिँ त्यो तार छिनेको छ हैन, त्यो गुरुलाई चाहिँ उपचार गर्दे, त्यो चाहिँ सबभन्दा राम्रो हुन्छ हैन। धन्यवाद।